केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार किन असफल भयो भने त्यहाँ कार्यकर्ताले ओलीलाई भगवान र भएको गरिआएको सबै कामलाई चाहिँ गजबको भनिदियो। यो त्यसैले गर्दा हामीले त्यस्तो भन्नु हुँदैन। त्यहाँ केही गलत छ, केही कमजोरी भइराखेको छ भने भन्ने अभिव्यक्त गर्ने, फेरि आफ्नो अपेक्षा अभिव्यक्त गर्दै गर्दा अरूको उपेक्षा गर्नु हुँदैन। यसरी नै तपाईँले तर अभिव्यक्त चाहिँ गर्नुहोस्। कतै कमजोरी भइरहेको छ भने सच्याउनुहोस्, भन्नुहोस्। सबै चिज गजब भइराखेको छ भनेर नभन्नुहोस्। कतै कमजोरी भएको छ भने भन्नुहोस् है। यसमा राष्ट्रियता र राष्ट्रवाद र देशभक्ति भन्छ हैन। राष्ट्रवाद र देशभक्तिमा भिन्नता के हुन्छ भने राष्ट्रवादले मेरो देश जे भए पनि गजबको छ भन्ने भन्छ, तर त्यसले सुध्रिनुपर्छ है भन्ने कुरा भन्दैन। देशभक्तिले चाहिँ जहाँ कमजोरी छ, जहाँ सुधार गर्नुपर्ने छ त्यहाँ चाहिँ सुधार गरौँ, यो कुरा चाहिँ हाम्रो कमजोरी छ भनेर भन्छ।